मेरो नाम ध्रुव बस्नेत। यो सामाजिक सद्भाव राष्ट्रिय एकता अभियानको एउटा संयोजनको भुइँको अभियन्ताको रूपमा म काम गरिरहेको छु र हाम्रा स्थापना कालदेखि रहेका हाम्रा केदार ऋषि दाई हाम्रो थुप्रै हाम्रा साथीहरू अहिले हुनुहुन्छ। कुनै हामी आइएनजिओ विशेष एनजिओ कुनै विदेशवादी भएर यो काम सुरु गरेका होइनौँ र हामीले 45 सालमा घर बनाउँदाखेरि मच्छिनारायणको घोसिन्छ गोपाली जो मरेर गइसक्नुभयो टक्क टुक्क यसरी घर बनाउने चौखुपा बनाउन थाल्नुभयो। अनि के बनाएको बुढा चाँडै काम गर्नुहुन्न भनेर भन्दाखेरि उहाँले के भन्नुभयो भने हेर्नुहोस् सबभन्दा हाम्रो सारङले भङ्गेराले यस्ता हाम्रो वातावरण राम्रो काम गर्छ भनेर हामीलाई सिकाउनुहुन्थ्यो तर भङ्गेराले आफ्नो बोन बनाउनु जान्दैन। त्यही भएर हाम्रा दाँती यहाँ बस्थे पहिला र ढुकुरको गुण किसिम बिरेलीको मानो हामी सानो तोप चराको 3 तले छानो। भङ्गेराको गुण व्यथा त्यही मान्छेले जान्यो, मान्छेले थाहा पाउनुपर्छ। अरूले बुझ्छन् असल मान्छे। अहिले हामीहरू पढेका छौँ र सर्नलाई पढेका छौँ। हाम्रा पहिला गुरु के हुन्थे र अहिले हाम्रा आमाले कसरी हाम्रा बच्चाहरूलाई बचाउँछन् त्यसरी हामीले हाम्रो समाजको लागि बचाउनु पर्छ। यो भङ्गेरी चोक आज हामीले यहाँ भनेका छौँ। अब हामीहरू यसको औचित्य छोड्दै गरौँ। अब नगरपालिका सरकारले भङ्गेरा चिन्या छैन। सोच्दै भनिदिन्छु म, हाम्रो सरकार किसान विरोधी सरकार हो। यदि किसान पक्षको सरकार हुन्थ्यो भनेदेखि पहिलाको किसानले प्रत्येक घरमा चौखुपा राख्नुपर्छ भन्ने थियो, त्यो किन फलो गरेन? किसान विरोधी सरकार हो। किसान विरोधी सरकारले र हाम्रो चाहिँ नि अब भवन विभागमा दिएका छौँ। भवन विभागको प्रतिनिधि पनि कोही आउनु भएको छ भनेदेखि कृपया तपाईँहरू यहाँ नजिक आउनु होला र नेपाल किसान सङ्घलाई हामीले भनेको थियौँ म आउँछु भन्नुभएको थियो। यहाँ आइपुग्नु भएको छ भनेदेखि हामी सम्पर्क गरौँ र हो हामीहरू रेन्यू हुनुपर्छ। राष्ट्रिय अन्तर्राष्ट्रिय हर रूपमा रेन्यू हुनुपर्छ। हाम्रो देश बचाउनुपर्छ र भनेर हामीले सामाजिक सद्भाव राष्ट्रिय एकता अभियान सुरु गरेका हौँ। अब हामी भङ्गेरा चैत्र 1 गते भङ्गेरा दिवस मनाउँदै आएछौँ र सबैजनाले अब नयाँ घर बनाउँदाखेरि एउटा घरमा 20-25 वटा भङ्गेरी बस्ने फुल पार्न पाउने र कागले सर्पले हर चिजले बचाउने गरेर त्यो बनाउनुपर्छ। यो अभियान सबै ठाउँमा गरौँ। सबभन्दा ठुलो धर्म यही हो। अब म बढी कुरा गर्दिनँ। आफ्नो घर नक्सामा बनाएर ल्याओस्, होइन भने त्यो नक्साको कुनै अर्थ छैन। जसरी ऊ भयो त्यस्तै गरेर त्यो पनि तोडिन सक्छ है आफ्नो देशको लागि। ल धन्यवाद ध्रुव सर। यस विष्णुदेवी मन्दिर परिसर यो पवित्र स्थलमा घर भङ्गेरा सम्बन्धी सचेतना अथवा हामीले निरन्तर विगत 76 सालदेखि निरन्तर रूपमा गर्दै आइरहेको यो भङ्गेरा संरक्षण सम्बन्धी कार्यक्रमका उपस्थित हुनुभएको यस पवित्र स्थल वरिपरि बस्नुहुने बाआमा दाजुभाइ तथा दिदीबहिनीहरू र हाम्रा अभियानका साथीहरू, मुख्य संयोजक ध्रुव बस्नेतज्यूले भन्नुभए जस्तै हामी विगत 2076 सालदेखि निरन्तर रूपमा चाहिँ भङ्गेरा संरक्षण सम्बन्धी हामीले सकेको र हामीले जानेबुझेसम्म यसका विज्ञहरूसित सम्पर्कमा रही अनुसन्धानको समेत एउटा कस्तो अवस्था छ भनेर बुझेर हामीले चाहिँ यसलाई निरन्तर रूपमा हामीले यो कार्यक्रम गर्दै आइरहेका छौँ। भूकम्पले घरहरू भत्के, पुराना घरहरूमा भङ्गेराहरू बस्थे र अब बन्ने घरहरूमा चाहिँ यो खटिपाल चाहिँ राख्ने चलनहरू चाहिँ लगभग त्यो टुट्यो। यसमा चाहिँ भङ्गेराको धेरै ठुलो योगदान छ भन्ने कुरालाई मनन गरेर त्यसले गर्दाखेरि आजको यो कार्यक्रम चाहिँ अब हामी यहाँबाट यो विष्णुदेवीबाट चाहिँ हामी मच्छेनारायण मन्दिरसम्म हाम्रो चाहिँ यो मोटरसाइकल र्याली सहित हामी चाहिँ यो प्ले कार्ड बोकेर जाँदैछौँ र यो कार्यक्रमको विषयमा अलिकति उपस्थित दाजुभाइहरूलाई चाहिँ नि स्वागत गर्दै के अरे दुई शब्द राखिदिनु हुनको लागि म केदार सरलाई अनुरोध गर्दछु। पाएका सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनी सबैमा मेरो न्यानो अभिवादन र धेरै धन्यवाद। आज भङ्गेरा दिवसको दिन
हामी सबैजना मिलेर भँगेराको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामी यहाँ जम्मा भएका छौँ। आजबाट यो चोकको नाम भँगेरी चोक भनेर हामीले राखेका छौँ। अब सबैले चाहिँ यहाँ भँगेरा चोक भनेर भनिदिनु होला र अब हामी यहाँ सबैलाई यहाँ जति पनि आउनुभएका दाजुभाइ दिदीबहिनी बाआमाहरू सबैलाई धेरै धेरै बधाईका साथ धन्यवाद त्यहाँ भन्न चाहन्छु र धेरै नबोलिकन अब हामी चाहिँ यहाँबाट अब मोटरसाइकल र्याली भनेका छौँ। अब यहाँबाट कीर्तिपुर हुँदै अनि हत्यापाटी अनि त्यसपछि मछिमाममा समापन हुनेछ। त्यसको लागि सबैले सहयोग गर्नु होला। धन्यवाद। भँगेरा संरक्षण सम्बन्धी अभियानका मुख्य संयोजक ध्रुव बस्नेतज्यूले रिबन काटेर यो मोटरसाइकल र्यालीको शुभारम्भ गर्नुहुनेछ। धन्यवाद। यो चोकको नाम भँगेरी चोक भनेर नामकरण गरेको छ, जहाँबाट आजको मोटरसाइकल र्याली सुरु हुन गइरहेको छ। अब यो र्याली सुरु हुँदैछ। अब हामी खासी बजार आइपुग्यौँ। यहाँबाट नगाउँदो बाटो हुँदै जानेछौँ। अब हामी पागादोबाट आइपुग्यौँ। अब हामी पागा बसमा आइपुग्यौँ। सेवा आइपुगेका छौँ। यहाँबाट कन्या चौर हुँदै भत्केपाटी पिटिक चोक पुग्नेछौँ।
टुसाल आइपुग्यौँ। अब हामी यो देखि हामी आजको सम्मेलन गर्दै अन्तिम गन्तव्य यसरी राष्ट्रिय घर मन्दिर दिवस परिसरमा आइपुगेका छौँ। वसन्त ऋतुको जहाँबाट पहिलो हामी दिन आजको राष्ट्रिय कार्यक्रम घर समापन दिवस गर्नेछौँ। हामीले धन्यवाद। प्रचार प्रसार गर्दै आएका छौँ। सरकारले नगरपालिकाले यो भाषा उसले बुझेको छैन, हामीले बुझाउन सकेको छैनौँ। अब हाम्रो समाजमा नै चकौपा बनाउने जुन प्रचलन जुन थियो त्यो विस्थापित भयो। किनभनेदेखि हाम्रो सरकार भन्ने जुन छ त्यो किसान विरोधी हो र किसानको असल चलनलाई पुनर्स्थापना गरेर अहिले प्रत्येक हाम्रा घरहरू भूतघर भएका छन्। उदाहरणको लागि जुन घरमा छोरछोरी छैन त्यो घर भूतघर, जुन घरमा अन्नपात छैन त्यो घर भूतघर, जुन घरमा पशु पन्छी छैनन् त्यो घर भूतघर। पन्छीमा के नि भँगेराले गुण लायो दाँतीमा, के भन्ने के अरे गिरबन्नीको के अड्क्यो घाँटीमा भन्थे, दाँतीमा गुण लाउँथ्यो। अनि मान्छेहरूले डकर्मीहरूले प्रत्येक घरमा 20-25वटा चौखुपा अथवा कागलाई बाट बचाउने गरेर भँगेरा चाहिने मात्रै एउटा संरक्षण गर्ने प्रचलन थियो। इन्डियामा नभएको, चाइनामा नभएको, अरू देशमा नभएको प्रचलन नेपालमा थियो। त्यो किन हरायो त्यो? र नक्सा पास गर्ने सिस्टममा आएपछि त्यो हरायो। र अब यो जति कुरा नि एउटै हो। अब हामीले चाहिने म त उनीहरूले चाहिने म त सब चेत्या छन्, सब बुझ्या छन् र भ्रष्टाचार गर्दै विदेशीमा पैसा थुपार्ने गरेका छन्। आफ्नो देशको लागि मूल र कुललाई सम्मान गरेको छैनन् र सबै जाति, सबै भाषा, सबै क्षेत्रको लागि, राष्ट्रिय अखण्डताको लागि, स्वतन्त्रताको लागि राष्ट्रिय एकता हामीले गरिरहेका छौँ। मुख्यतः भँगेरा संरक्षण गरौँ, सोझो इमान्दार सज्जनलाई बास दिउँ। चैत्र 1 गते वसन्त ऋतुको प्रारम्भमा घर भँगेरा दिवस मनाऊ भन्ने किसिमको नाराको साथसाथै यो मनाउने कार्यक्रम हुँदैछ र यसमा म छोटो एउटा गीत गाउन गइरहेछु। हस्, धन्यवाद। कता छौ है भँगेरी चरी, आज भोलि देखिन्नौ है बरी। लाउँछु नजर चौतर्फै भरि, किन कतै देखिन्नौ है बरी। छानो मुनि गुण तिम्रो खटपाल भाषा, छेवै मेरो बिछ्याउन आँखी झ्याल पास। चिरबिर ती आवाज प्रखर, जगाउँथ्यौ निदबाट बिहानी प्रहर। भुरुरु गरी आउँथ्यौ उडी आँगनी छेउझरी। दिन्थे चारो
कनीका छरी मान्थ्यौ प्यारो खान्थ्यौ नि हैबरी कता छौ है भँगेरी चरी आज भोलि देखिन्नौ हैबरी। धन्यवाद। आज 2022 साल चैत्र 1 गते भङ्गेरा दिवसको दिन हामीले आज विष्णुदेवीबाट हाम्रो भङ्गेरा कार्यक्रम सुरु गऱ्यौँ र त्यहाँबाट हामी पाँगा हुँदै र भत्केपट्टि पिर्चे हुँदै र त्यसबाट हामी चाहिँ हाम्रो मच्छेनारायण मन्दिरको प्राङ्गणमा आई यस कार्यक्रमलाई विसर्जन गरी यो कार्यक्रम आज मनाएका छौँ र यो कार्यक्रमलाई हामीले 72 सालको भूकम्पपछि बढी नै फोकस गरी कार्यक्रम गर्दै आएका छौँ र आगामी दिनमा पनि योभन्दा भव्य रूपमा चाहिँ भङ्गेरा संरक्षणको विषयमा चाहिँ कार्यक्रम गर्नेछौँ भन्ने आशाका सहित आजको यो कार्यक्रम यही समाप्त गर्छौँ। धन्यवाद।